केही छैन म चाहिँ रिटायर भइसकेको नेपाल ब्याङ्कको 10 नम्बर वार्डको तपाईँ राम्रो लाग्छ उहाँको कार्यहरू हैन हजुर अब उहाँले गर्नुभएको श्रमदानहरू श्रमदान देख्दा राम्रो लाग्छ त्यस्तो लाग्छ यति दुःख थियो कहिले कहिले नन्दको घर आइयो भने पनि हालेर पानी प्रशस्त छ रियल हो नि त यो त रियल भए पनि पानी खान पाए धरानका बासिन्दाहरूले अब सुखले अलिक हुने खाने तपाईहरुलाई स्वागत गर्न चाहन्छौँ विभिन्न मिडियामा र आज हाम्रो साथमा हुनुहुन्छ एउटै ड्रेसमा सजिएर आउनु भएको छ उहाँहरू कहाँबाट आउनुभयो त विशेष गरेर आज यो धरानको श्रम संस्कृति पार्कमा आउनु भएको छ र उहाँहरूलाई म स्वागत गर्न चाहन्छु नमस्ते हजुरहरूलाई नमस्ते कहाँबाट आउनुभयो तपाईहरु नमस्ते मेरो नाम देवी माया गिरी हो म झापा बिर्तानबाट आएको बहिनीको घर तररा हजुर हजुर यो हर्क साङपाङ पार्क हेर्न जाउँ भनेर हामीलाई बेला बेला युट्युबमा हेर्छौँ टिकटकमा हेर्छौँ साह्रै राम्रो हजुर देखेर हामी वहाँदेखि यहीँ हेर्न आएको र हामीलाई एकदमै राम्रो श्रम पनि अब दियोस् गाडीहरूले पाएको छ मालीले पाएको छ धरानमा पानी खान पाएको छ भनेपछि हामीलाई साह्रै हर्क साङपाङको यो कार्यक्रम मेयरज्यूको साह्रै राम्रो लागेको छ हजुर हजुर जस्तै अब तपाईँ त झापाबाट आउनुभयो उहाँहरू चाहिँ अब तपाईँको सायद एउटै ड्रेसमा आउनु भएको छ एउटै ड्रेस देख्दाखेरि सायदै तपाईँ दिदी बहिनी नै हुनुहुन्छ होला तपाईँ कुन बहिनी र कसो के तपाईँको चिनाइदिनुहोस् न तपाईँले म साइली हजुर उहाँ जेठी दिदी हजुर यो माइली दिदी माइली म साइली हजुर ऊ काइली ऊ कान्छी अनि तपाईँहरू पाँचजना दिदीबहिनी हुन्छ कहाँबाट आउनुभयो त एउटै ठाउँ त घर त होइन होला हामी तीनजनाको एकै ठाउँ झापा हो ठुल दिदीको काठमाडौँ हजुर तररा ए अब ठिक छ म चाहिँ काठमाडौँ मैतीदेवीबाट आएको काठमाडौँ मैतीदेवीबाट ल काठमाडौँ बस्नुहुने सँगै म केही जोडिन चाहन्छु थोरै तपाईँले पनि तपाईँको नाम भनिदिनुहोस् मेरो नाम राधा कुमारी वन म काठमाडौँबाट आएको काठमाडौँ मैतीदेवीबाट बहिनीको घर तररा ए बहिनी घरमा आउनुभयो बहिनी घरमा आउँदाखेरि हर्क साङपाङको पार्कमा नै घुमौँ भन्ने तपाईँले त अब यो पार्कहरू प्रत्यक्ष त देख्नु भएको थिएन होला तपाईँले देखिराख्ने भनेको त मिडियाबाट हो होइन आज प्रत्यक्ष आएर तपाईँले हेर्दाखेरि कस्तो लाग्यो त तपाईँलाई एकदम खुसी लाग्यो राम्रो लाग्यो काठमाडौँ कुन ठाउँमा बस्नुहुन्छ मैतीदेवी बालेन्सा तपाईँलाई थाहा छ तपाईँकै एरियाको हो कि हाम्रै एरियाको तपाईँकै नगरपालिकाभित्र पर्यो तपाईँको नगरपालिका महानगरपालिकाभित्र बालेन्साले कस्तो काम गरिराख्नु भएको छ त तपाईँको त्यहाँनिर राम्रो काम गर्नुभएको छ उहाँले साह्रै राम्रो काम गर्नुभएको राम्रो काम गर्नुभयो है हर्क साङपाङ र बालेन्सामा तपाईँहरूले तुलना गर्दाखेरि कसरी गर्नुहुन्छ हामीलाई त उत्तिकै बराबर नै लाग्छ यहाँको बराबरै लाग्छ हजुर उहाँको बालेन्सा हामीलाई उत्तिकै राम्रो लाग्छ ल हुन्छ म यता जोडिन चाहन्छु तपाईँको परिचय हुन्छ मेरो नाम चन्दना गिरी हो म झापाबाट आएको हुँ बिर्ताबाट झापा यहाँ पार्क घुम्नको लागि ए तपाईँले पनि हर्क साङपाङलाई यही सामाजिक सञ्जाल मिडियाबाटै देखिराख्नु होइन अलिक कान सुनिदिनु मिडियाबाटै थाहा पाउनु भएको थाहा पाएर आएको राम्रो लागेर हेर्न ए ल हुन्छ उता अब साइली तपाईँ नमस्कार म भीमकला गिरी कठायत घर बिर्ताबाट नगरपालिका 2 हैन हामी आज हिजो बहिनीकोमा घुम्ने क्रममा है घुम्दै आज यहाँ हर्क ज्यूको हैन पार्कमा हेर्न जाउँ न उहाँले धेरै श्रम गरेर हैन धेरैलाई रोजगारी दिएर गर्नुभएको छ हैन अब यता तपाईँको सबैभन्दा सानी कान्छी बहिनी ल भनिदिनुहोस् त नमस्कार म धर्मा गिरी तररा हजुर तपाईँ योभन्दा पहिले पनि आउनु भएको थियो आइसकेको ल ठिक अब पेसागतको रूपमा हेर्ने भने तपाईँहरू चाहिँ गर्नुहुन्छ के चाहिँ अब पेसा चाहिँ पेसा म किसान खेती तपाईँ यसको त अब केही छैन म चाहिँ रिटायर भइसकेको नेपाल ब्याङ्कको जागिरे हैन जब गर्थेँ म रिटायर भइसकेको धेरै भइसक्यो ए हजुर म जनप्रतिनिधि 30 नम्बर वार्डको तपाईँ 30 नम्बर वार्ड तरराको
तपाईँ जनप्रतिनिधि हुनुहुन्छ। आज जनप्रतिनिधि भएर आज धरान उपमहानगरपालिकाको प्रमुख मेयरको पार्कमा आउनु भएको छ। तपाईँहरू कुनै पार्टीबाट प्रतिनिधित्व गरिराख्नु भएको छ भने अब आज हर्क साम्पाङले त होइन स्वतन्त्रबाट गरिराख्नु भएको छ। कतिको फरक होला त यो स्वतन्त्र र यो पार्टीबाट गर्ने? एउटा न एउटा पार्टीबाटै आएको छौँ होइन। हजुर हजुर। मेयर साहब त स्वतन्त्रबाट हो हर्क साम्पाङजी। राम्रो लाग्छ उहाँको कार्यहरू होइन। हजुर। अब उहाँले गर्नुभएको श्रमदानहरू एकदम सराहनीय छ। आज अब तपाईँलाई अब अलिकति पार्टीबाट तपाईँ होइन एउटा जनप्रतिनिधि भइराख्दाखेरि अलिकति पार्टीबाट चाहिँ स्वतन्त्रलाई चाहिँ होइन अलिकति च्यालेन्जिङ त्यस्तै खालको केही हुन्छ नि त होइन? के छ तपाईँको विचारमा चाहिँ स्वतन्त्रलाई हेर्ने? त्यस्तो लाग्दैन। एउटा न एउटा पार्टीमा हामी आबद्धै छौँ, जोड्यौँ होइन। हर्क साम्पाङ मेयर साहबको श्रमदान देख्दा राम्रो लाग्छ। त्यस्तो लाग्दैन, त्यस्तो लाग्दैन, त्यस्तो नराम्रो केही लाग्दैन। उहाँले जे गर्नुभएको छ राम्रो गर्नुभएको छ। उहाँले गर्नुभएको काम तपाईँलाई एकदम राम्रो लाग्छ। राम्रो लाग्छ होइन? राम्रो लाग्छ। अब पार्टीका केही व्यक्तिहरूले त स्टन्ट गरेको भन्ने खालको नि होइन मिडियाहरूमा हामीले देखिरहेको छौँ। राम्रो काम गर्नेलाई राम्रै भन्नुपर्छ। राम्रो काम गर्नेलाई खुट्टा तान्ने काम पनि होइन। तर पार्टीबाट चाहिँ खुट्टा तान्ने कामहरू पनि हुँदो रहेछ नि त। आज तपाईँ जनप्रतिनिधि भएकोले मैले नाताले गर्दा अलिकति यस्तो खालको सोधिरहेको छु। सही कुरा हो। हुन्छ किन नहुनु। तपाईँ यदि यहाँ धरान उपमहानगरपालिकामा भइदिएको भए तपाईँ त्यस्तो गर्नुहुन्थ्यो कि हुन्न थियो होला? सायद गरिदिनै थियो होला है। तपाईँ त्यति विचार मिलेर गर्नुपर्छ। के गर्ने भन्दा आफ्नो ठाउँ बनाउने हो होइन। जसरी हुन्छ अब एउटा बगरलाई उहाँले राम्रो पार्नु भएको छ, हामी देखि पनि राख्छौँ। बालिन शाहले को पनि राम्रै छ होइन, हामीले देखिरहेको छौँ। त्यस्तो लाग्दैन। अब जस्तै अलिकति म्यामसँगै म जोडिने चाहेँ फेरि पनि। आज पार्टीका व्यक्तिहरूबाटै चाहिँ स्वतन्त्रबाट जितेर आइसकेपछि यसरी प्रतिनिधित्व गरिराख्दाखेरि कति व्यक्तिहरूले चाहिँ एउटा दुर्लभ ठाउँमा फुलेको एउटा सुन्दर फुल हो भनेर पनि होइन त्यस्तो खालको पनि भन्ने गरेको छ नि त। कस्तो लाग्छ म्याम साँच्चै हर्क साम्पाङ बालेन शाहहरू चाहिँ एउटा दुर्लभ ठाउँमा फुलेको फुलहरू नै हुन् त? सायद अहिले पनि हामी त्यही कुरा गर्दै आयौँ। हजुर हजुर। बालेन शाह के अरे होइन हाम्रो हर्क साम्पाङज्यूले त्यतिखेरको भोट चुनावमा एक्लै आएर एउटा माइक लिएर एउटा ढोल लिएर होइन त्यो साउन्ड सिस्टम लिएर एक्लै भोट माग्दै हिँड्नु भएको थियो होइन। प्रायः कसैले पनि अब वास्ता गरिएन होला। तर जे गर्नुभएको थियो राम्रै गर्नुभएको रहेछ होइन। जे गरिराख्नु भएको छ त्यो पनि एकदम राम्रो गर्नुभएको छ। एक त हर्क साम्पाङले त जनताहरूको मन मस्तिष्कमा त छाप बनाइसक्नु भयो नि त, छाप छोडिसक्नु भयो अब है। अब हर्क साम्पाङले जुन खालको अभियान चलाइराख्नु भएको छ स्वतन्त्रबाट एउटा श्रम अभियान, यो छाप देश अधिराज्यभरि बसेको छ होइन। अब यो श्रम अभियानले देशलाई कतिको टेवा पुग्ला त? टेवा एकदम राम्रो नि। आज सबै ठाउँमा यसरी नै गर्नु हो भने धेरै अगाडि बढ्थ्यो होला जस्तो लाग्छ मलाई होइन। आज अरू ठाउँमा पनि हर्क साम्पाङ जस्तै होइन, अब बालेन जस्तै या अरूहरू पनि छन्। तर ठाउँलाई बनाउने हो भने बन्द रहेछ भन्ने कुरा त नमुना देखियो, गर्न सकिने रहेछ गर्दाखेरि। हुन्छ, म यता म्यामसँग जोडिन चाहे। तपाईँले चाहिँ कसरी हेर्नु भएको छ हर्क साम्पाङ सरलाई चाहिँ? उहाँले बेरोजगारीलाई रोजगारी दिनुभएको छ होइन। पानी खान नपाउने ठाउँहरूमा पानी खान पाउने वातावरण सिर्जना गर्नुभएछ होइन। त्यही नै ठुलो हो भन्छु म चाहिँ। तपाईँहरूले कसरी कतिको थाहा पाउनु भएको छ कि छैन? धरानमा मेयर हर्क साम्पाङले खानेपानी पहिलो कोका होइन बाट चाहिँ उहाँले विश्व रेकर्ड राख्नु भएको छ भन्ने कुरा थाहा पाउनु भएको छ? गिनिज बुकमा नाम लेखाउनु होइन थाहा छ। हामीले यही मिडिया मार्फतै हामीले हेर्छौँ सुन्छौँ होइन। तर यस्तो खालको कामहरू त जहाँ मन्त्री भएर जानुभएको छ उहाँहरूले यस्तो काम चाहिँ गर्नुपर्ने हो खास चाहिँ होइन। तर एउटा तल्लो स्थानीय सरकारले नै गरेर यसरी संसारमा देखाउँदाखेरि त चकितै भएको छ नि कति त होइन? चकितै भएको छ एकदमै। हामी त धेरै भर्खर पनि कुरा गर्दै चढेको हामी होइन।
उहाँकै बारेमा कुरा गर्दै चढेको हिलो मैलो धुलो नभनी होइन यत्रो पाइप बोकेर पानीका पाइपहरू बोकेर होइन त्यति श्रम गरेर यति विधिलाई श्रम दिएर होइन रोजगारी दिएर यो बगरलाई यस्तो बनाउनु भएको छ है उहाँको त एकदम कुरा गर्दै हामी चढेका कि अहिले जस्तै तपाईँको इटरी नै भन्नुभयो नि त झापा झापामा चाहिँ तपाईँको कस्तो छ त्यहाँका तपाईँको विकासको क्रमहरू चाहिँ विकासको लहर ठिकै भन्नु पर्यो त्यस्तो छैन है खासै कतिको सन्तुष्ट हुनुहुन्छ तपाईँको क्षेत्रको जनप्रतिनिधिसँग चाहिँ ठिकै छौँ भन्नु पर्यो होइन ठिकै है यहाँ हर्क साम्पाङ मेयरज्यू जतिको सन्तुष्टि छैन हामी छैन के भन्न चाहनुहुन्छ त आफ्नो जनप्रतिनिधिहरूलाई चाहिँ के भन्न चाहनु र हर्क साम्पाङ मेयरज्यू जस्तै जन्मिनु पर्यो हाम्रो बिर्ताउन पनि र भ्रष्टाचार घुसपेस चाहिँ त्यसलाई सबै नै त्यागेको छ उहाँ मेयरज्यूले र पो यो सृष्टि बनिएको छ अब त्यतातिर चाहिँ नत्याग्ने मान्छे जन्मियो भने चाहिँ बनिएला होइन भने मुस्किलै छ गाह्रै छ होइन नमुनै हुनुभएको छ कि एकदम प्रशंसा गर्छौँ कि हामी उहाँको आज झापामा बसेर तपाईँहरूले मेयर हर्क साम्पाङको हामी किनभने मेरो नन्द यी घोपा क्याम्पनेरी हुनुहुन्छ पानीको यति दुःख थियो कहिले नन्दको घर आइयो भने पनि हामी साँच्चै भने नुहाउन पाउँदैन थियौँ अब अहिले जतिखेर भनौँ त्यतिखेर पानी छ पानी प्रशस्त छ रियल हो नि त यो त रियल भए पनि पानी खान पाए नुहाउन पाए धरानका बासिन्दाहरूले अब सुखले अलिक हुने खाने पुँजीहरू त ट्रकमा चौतराबाट होइन उहाँले चौतरा कि कहाँबाट त्यो मूलबाट माग्ला हिलो मैलो धैलो हामीले हेर्थ्यौँ कि मिडियामा होइन पोकाको पानी ल्याउँदाखेरि चाहिँ एकदमै ठुलो सङ्घर्ष गर्नुभएको छ होइन अब हामी पनि पोकाको पानी ल्याउँदाखेरि अब जस्तै श्रमको कुरा गरौँ न होइन यहाँ धरानमा त अब श्रम गरेरै हरेक पार्कहरू निर्माण भइरहेछ सबै श्रमबाटै होइन श्रमबाटै जस्तै श्रमले चाहिँ मानव जीवनमा चाहिँ के कति फाइदा पुग्ला तपाईँहरूको विचारमा चाहिँ श्रमले चाहिँ मानव जीवनमा चाहिँ के फाइदा पुग्ला कति के फाइदा पुग्ला अब श्रमले चाहिँ त्यही त बेरोजगारले रोजगारी पाएका छन् होइन श्रम गर्दाखेरि चाहिँ मानव जीवनमा चाहिँ के फाइदा हुँदो रहेछ त हुन्छ त अब एक त आर्थिकै बच्यो होइन अर्थबाटै बच्यो त्यो कामहरू गर्दा अब सबै श्रमबाट भयो अर्थ लागेन आज हाम्रो नेपालमा तपाईँहरूलाई थाहा छ हाम्रो नेपालको गतिविधि कस्तो छ थाहा छ कति मानिसहरू चाहिँ आफ्नो जग्गाहरू छ नि त्यो जग्गाहरूलाई चाहिँ बाँझो राखेर आज सहरको चाहिँ एउटा सहरीय जीवन बिताइरहेछ होइन आज हर्क साम्पाङको यो जुन श्रम छ नि श्रमले चाहिँ एउटा श्रम गरेर केही काम गरौँ होइन जीवनलाई परिवर्तन गरौँ रोगीलाई पनि निरोगी बनाऊँ होइन यो श्रमले त यस्तो खालको ज्ञानहरू दिन्छ नि त होइन र हो त पसिना जिम गरेर पसिना बगाउनु पर्छ हो त होइन कति पैसा खर्च गरेर अब यहाँ न जिम पर्यो न केही पर्यो श्रमदानमा त त्यसै पसिना त निस्किनै पर्यो अनि आफ्नो स्वास्थ्यलाई पनि राम्रो भयो रोगबाट बच्यो निरोगी भयो हो हुन्छ अब तपाईँहरूसँग हामी अन्तिमतिर छ के भन्न चाहनुहुन्छ त तपाईँहरू घुम्न आउनु भएको छ खुसी पनि हुनुहुन्छ अझ तपाईँहरूलाई चाहिँ त्यसको केही भन्न केही मन छ अनि राम्रो छ खुसी लाग्यो मेयरज्यूको अब जे भएपछि मेहनत श्रमहरू गरेको साह्रै खुसी लाग्यो साह्रै आउन मन थियो हामीलाई अब यसपालि चाहिँ 5 जना दिदी बहिनी भेला भयौँ लु जाउँ त्यहाँ भनेर आयौँ साह्रै खुसी लाग्यो के भन्नु तपाईँ भन्नुहोस् न त ल यो श्रमको विषयमा श्रमले चाहिँ मानिसलाई परिवर्तन गर्छ कि गर्दैन परिवर्तन गर्छ तर मलाई लागेको कुरो जस्तो आजभन्दा पहिलाको मेयरले हजुर के गरेछ सरकारकै पैसा लिएर के गरेछ भने उहाँ मेयरज्यूले त सरकारको पैसा चलाउनु भएको छैन अरे श्रमदान मात्रै चलाउनु भएको छ अरे अब त्यो पैसा चाहिँ मेयरज्यूले के अरे निकालेर जस्तो आउँछ नि वडामा आउँछ नगरमा आउँछ बजेट त्यो पैसा निकालेर अब केही फेरि गर्नु पर्यो गरिब दुखीलाई
नहुनेलाई अब हुनेको त छँदैछ नि हो गरिब दुखीलाई के गर्नु पर्यो दान मात्रै के अरे मेयरजीले नगर्नु आउने बजेट त निकाल्नु पर्यो नि निकालेर काहीँ केही गर्नु नगर्नु भ्रष्टाचार गर्नु नै हुन्न नै त त्यही हामीलाई विश्वास छ त्यो पैसा पनि किन बेकार सुनमा राख्नु त्यो पैसाले काहीँ केही गरेर केही यस्तै पार्क अथवा गरिब दुखीको पढ्ने ठाउँ स्कुल राम्रो स्कुल हो त्यस्तो हस्पिटल त्यहाँ चाहिँ कम्ती पैसा लाग्ने हिसाबले हो त्यस्तो खोलिदिनु भयो भने चाहिँ झन् सुनमा सुगन्ध हुने मेरो चाहिँ यति नै कुरो मेयरज्यूलाई धेरै धेरै धन्यवाद हस् धन्यवाद तपाईँले मिठो जानकारी दिनुभयो सबैजनालाई धेरै धेरै धन्यवाद है त